टीका जमरा लगाउनको लागि कोही छुट्टु भएको छ भने हाम्रा अतिथिहरूबाट मन्तव्य दिनको लागि म हाम्रा यस खिचिनेप्रे समाजका सल्लाहकार श्री रमेश गिरिज्यूलाई आफ्ना मन्तव्यहरू दिनुहुन हार्दिक अनुरोध गर्न चाहन्छु। आशा छ यहाँ सम्पूर्ण उपस्थित हुनुभएका साथीभाइ दाजुभाइ दिदीबहिनीहरूले यस कार्यक्रमलाई सभ्य र भव्यता साथ सम्पन्न गर्नको लागि साथ सहयोग दिनुहुनेछ। 예, 반갑습니다. 김제시 가족센터 김은경입니다. 저 많이 보셨죠? Laudio ni. Boleh, welin tu apa? आइने हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। अब हामी सबैले टीका जमरा ग्रहण गर्नेछौँ हाम्रा आदरणीय बुबाहरूको हातबाट। बुबाहरू छ हाम्रा सल्लाहकार अग्रज सल्लाहकारज्यूहरूको हातबाट। सबैजना अब टीका ग्रहण गर्नको लागि जमरा ग्रहण गर्नको लागि सबैजना लाइनबद्ध भएर अगाडि आइदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। हाम्रो एकदमै माहौल एकदम राम्रो भएको छ। नेपालमै बसेर मजाले दसैँ मनाएको जस्तै फिल भएको छ। एकदमै खुसी लागेको छ। यो माहौल बनाइदिनु भएकोमा खिम्चे नेपाली समाजलाई धेरै धन्यवाद दिन चाहन्छु। कार्यक्रम चलिरहेको छ। तपाईहरू टीका जमरा लगाउनको लागि कोही छुट्टु भएको छ भने अगाडि आएर टीका जमरा ग्रहण गरिदिनुको लागि म अनुरोध गर्न चाहन्छु। आज दसैँको दिन आज टीका हातो टीका हृदयमा लगाएर जमरा कानभरि सिउरेर हर्ष उल्लासका साथ आज हामी दसैँलाई भव्यताका साथ मनाउँदैछौँ। कोही छुट्नु भएको छ, कोही पछाडितिर रहनु भएको छ भने अगाडि आएर टीका तथा जमरा सबैजना एकचोटि ग्रुपमा सामूहिक रूपमा चाहिँ आएर फोटो खिच्नको लागि चाहिँ सबैलाई म अगाडि बोलाउन चाहन्छु। सबैजना अगाडि आइदिनु होला। आज हामी सामूहिक रूपमा फोटो खिच्दैछौँ। सामूहिक रूपमा फोटो खिचिसकेपछि सबैले टीका जमरा लगाएर सकिसकेपछि हामी खाना अथवा भोजन ग्रहण गर्नेतर्फ चाहिँ हामी अग्रसर हुन्छौँ।
उधार बगाए कर्मलाई धर्म मानियो आफ्नै ढङ्गले नयाँ रङ्गले वेश सिंगार उहाँ चाहिँ हेटौडा आइडलको फर्स्ट रनर अप पनि हुनुहुन्छ र खिम्चेमा हाम्रा धेरै प्रतिभाहरू हुनुहुन्छ। अब बिस्तारै तपाईँले हेर्दै जानुहुनेछ। खानाको स्वाद सँगसँगै हाम्रो साङ्गीतिक कार्यक्रम पनि सुरु भइसकेको छ। अब विकास तामाङको प्रस्तुति म विकास तामाङलाई माइक्रोफोन हस्तान्तरण गर्दछु।